नेपाल आर्मी लिखित तयारी इम्पोर्टेन्ट जीके क्वेशन पार्ट 2। क्वेशन नम्बर 1, नेपाल अंग्रेज युद्ध कहिले सुरु भएको थियो? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा 4 नोभेम्बर 1814, खमा 1 नोभेम्बर 1814, गमा 4 मार्च 1816 अनि घमा 6 नोभेम्बर 1814। यसको सही जवाब भनेको अप्सन नम्बर ख रहेको छ। नेपाल अंग्रेज युद्ध 1 नोभेम्बर 1814 मा सुरु भएको थियो। क्वेशन नम्बर 2, एङ्ग्लो नेपाली युद्धमा नेपाली पक्षबाट कुल कति सेना परिचालन गरिएको थियो? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा 15,000, खमा 16,000, गमा 17,000 अनि घमा 14,000। यसको सही जवाब भनेको अप्सन नम्बर घ रहेको छ। एङ्ग्लो नेपाल युद्धमा नेपाली पक्षबाट कुल 14,000 सेना परिचालन गरिएको थियो। क्वेशन नम्बर 3, नेपालको संविधानको कुन चाहिँ भागमा लोक सेवा आयोगसँग सम्बन्धित व्यवस्था छ? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा 21, खमा 22, गमा 23 अनि घमा 24। यसको सही जवाब भनेको अप्सन नम्बर ग रहेको छ। नेपालको संविधानको भाग 23 मा लोक सेवा आयोगसँग सम्बन्धित व्यवस्था रहेको छ। क्वेशन नम्बर 4, नेपाली सेनाको विभिन्न दर्जाहरू मध्ये कतिवटा दर्जाको दर्जानी चिन्हमा चन्द्र र सूर्य सँगसँगै रहेको छ? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा 5 वटा, खमा 3 वटा, गमा 4 वटा अनि घमा 6 वटा। यसको सही जवाब भनेको अप्सन नम्बर क रहेको छ। नेपाली सेनाको 5 वटा दर्जाहरूको दर्जानी चिन्हमा चन्द्र र सूर्य सँगै रहेको छ। क्वेशन नम्बर 5, सबैभन्दा पहिले कागजी मुद्राको प्रचलन कुन देशले गरेको हो? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा बेलायत, खमा चीन, गमा अमेरिका अनि घमा जापान। यसको सही जवाब भनेको अप्सन नम्बर ख रहेको छ। सबैभन्दा पहिले कागजी मुद्राको प्रचलन चीनले गरेको हो। क्वेशन नम्बर 6, नेपाल अंग्रेज बीच युद्ध विराम कहिले भयो? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा 3 मार्च 1816, खमा 6 मार्च 1816, गमा 4 मार्च 1816 अनि घमा 4 नोभेम्बर 1815। यसको सही जवाब भनेको अप्सन नम्बर ग रहेको छ। नेपाल अंग्रेज बीच युद्ध विराम 4 मार्च 1816 मा भएको थियो। क्वेशन नम्बर 7, कालु पाण्डे पार्क कहाँ छ? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा नगार्जुन, खमा कीर्तिपुर, गमा दहचौक अनि घमा नगरकोट। यसको सही जवाब भनेको अप्सन नम्बर ख रहेको छ। कालु पाण्डे पार्क कीर्तिपुरमा रहेको छ। क्वेशन नम्बर 8, चङ्गु नारायण मन्दिर कसले निर्माण गराएको हो? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा अंशु वर्मा, खमा जयदेव, गमा शिवदेव अनि घमा मानदेव। यसको सही जवाब भनेको अप्सन नम्बर घ रहेको छ। चङ्गु नारायण मन्दिर मानदेवले निर्माण गराएको हो। क्वेशन नम्बर 9, कोत पर्वको समयमा नेपालको प्रधानमन्त्री को थिए? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा रञ्जङ पाण्डे, खमा माथवर सिंह थापा, गमा जङ्ग बहादुर राणा अनि घमा फतेजङ शाह। यसको सही जवाब भनेको अप्सन नम्बर ख रहेको छ। कोत पर्वको समयमा नेपालको प्रधानमन्त्री माथवर सिंह थापा थियो। क्वेशन नम्बर 10, नेपालमा नगरपालिका विहीन जिल्ला कतिवटा छन्? अप्सनहरू यस प्रकार रहेको छ। अप्सन नम्बर कमा 5 वटा, खमा 3 वटा, गमा 6 वटा अनि घमा 4 वटा। यसको सही जवाब भनेको अप्सन नम्बर क रहेको छ। नेपालमा नगरपालिका विहीन जिल्ला भनेको 5 वटा रहेको छ।